नेपालका कर्मचारीज्यूहरू हजुरहरू सम्पूर्णलाई मेरो नमस्कार। गर्नुपर्छ आदर संस्कार, आदर संस्कार। पहिलो भेटमा सुन्नु हजुर सबैलाई नमस्कार। सुन्नु हजुर युचुलीमा युचुलीमा पोसिलो खाना बालबच्चालाई दिउँ। युचुलीमा पोसिलो खाना बालबच्चालाई दिउँ। मिलिजुली खुसी भई बस्नु, खुसी भई बस्नु। परिवारलाई सुन्नु हजुर स्वास्थ्यकर बनाउनु। सुन्नु हजुर हिउँचुलीमा हिउँचुलीमा पोषणका पोसिलो खाना बालबच्चालाई दिउँ। हिउँचुलीमा सफा सुग्घर आमा बच्चा हुँ। कार्बोहाइड्रेट प्रोटिन भिटामिन, प्रोटिन भिटामिन। आदरणीय मेरा कृषक दिदी बहिनीहरू, कार्बोहाइड्रेट चाउचाउ चाहिँ पर्दैन है। ढिँडो रोटी, हुन त म पनि धेरै पढेकी विज्ञ होइन। ढिँडो रोटी अर्ग्यानिक खानालाई भन्न खोजेको। प्रोटिनमा गेडागुडी फलफुल पर्छ, तपाईँहरूले जानेकै छ। खोइ त्यत्रो कृषक आमा दिदी बहिनीहरू आएको देखेकी छुइनँ। जान्ने हुनुहुन्छ, तैपनि मैले गर्न खोजेको कुरा प्रोटिन भिटामिन, प्रोटिन भिटामिन दिनुपर्छ। सुन्नु हजुर खानामा दिनका दिन। सुन्नु हजुर हिउँचुलीमा हिउँचुलीमा पोसिलो खाना आमा बच्चालाई दिउँ। हिउँचुलीमा पोसिलो खाना आमा बच्चालाई दिउँ। स्वावलम्बी भएर जिउनु छ, भएर जिउनु छ। यो तालिममा सुन्नु हजुर ज्ञान सिप सिक्नु छ। सुन्नु हजुर हिउँचुलीमा हिउँचुलीमा सफा सुग्घर आमा बच्चै हुँ। यो माटोमा 10 रङ राख्याउनु छ, 10 रङ राख्याउनु छ। मेलापाता सुन्नु हजुर घर धन्दा भ्याउनु छ। सुन्नु हजुर हिउँचुलीमा हिउँचुलीमा पोसिलो खाना आमा बच्चालाई दिउँ। किसान जीवन सङ्घर्ष दुःखको, सङ्घर्ष दुःखको। बिना परिश्रम सुन्नु हजुर आउँदैन सुखको। सुन्नु हजुर हिउँचुलीमा हिउँचुलीमा पोसिलो खाना आमा बच्चालाई दिउँ। हस्, धन्यवाद। त्यति कामदै भए पनि